हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। आज चाहिँ हामी के गर्दैछौँ भन्दा अस्ति हामी वहाँ के अरे कफी फार्म अवलोकन गर्न जाँदा हामी अलिकति त्यहाँबाट लोकल बिन्सहरू लिएर आएको थियौँ। त्यो ग्रिन बिन्स चाहिँ आज हामीले यहाँ लिएर पनि ड्राई गरेर त्यसको स्किनहरू रिमुभ गरेको छौँ र त्यसलाई चाहिँ हामीले सेल्फ रोस्टिङ ट्राई गर्दैछौँ कि कस्तो हुन्छ है त। अस्ति लिएको हाम्रो यो बिन्स यहाँ सुकाएर लब हाम्रो यो उसहरू रिमुभ भइसक्यो छ। यसलाई हामीले अलिकति हातले रिमुभ गरेर आज यसलाई रोस्टिङ गर्छु, कस्तो हुन्छ तपाईँलाई म पुरा भिडियोमा देखाउँछु है त। हामी ग्रिन बिन्सलाई चाहिँ के गर्छौँ भन्दै बाबु? रोस्टिङ गर्छौँ। अब आज हामी ग्रिन बिन्सलाई हामीले आफ्नो लगभग फार्मदेखि लिएर ग्रिन बिन्स ल्याएर चाहिँ अब हामीले रोस्टिङ गर्दैछौँ। यो हाम्रो मोटुवा, यो बिन्स बोकेर आउनु ल। हाम्रो यता एके अनि यतातिर हाम्रो यो कलुवा भाइ। ओ माई गड, यता चाहिँ विस्कर के विस्कर विस्करले न बाँस वाला त्यसले पनि बाँस वाला लिएर उता उता गरेर लगाइदियो क्या काठको दियो हामी सिस्टर गरिन्छ त्यो लेक भयो। अनि त्यो विस्कर गरिदिन्छ हामी कस्तो मिडियम गराउने कि लाइट हो? बालुवाको टेस्ट हुन्छ नि बालुवाको बन्द हुन्छ नि। अब यसको चाहिँ क्र्याक हुन्छ क्या, फर्स्ट क्र्याक हुन्छ अनि फर्स्ट क्र्याक र सेकेन्ड क्र्याकको बिचमा चाहिँ डन हुन्छ क्या। पिरियड धेरै हुन्छ, जति धेरै क्र्याक काटेको त्यति डार्क हुँदै जान्छ क्या। यो हुन अझै भएन यस्तो अब यो मोइस्चराइज लेभल पुगेको छैन, त्यो अझै हरियो हरियो देखिराखेको छैन। सुन्यो अलिक त्यो गरेर क्र्याक क्र्याक चल्दैन। हामीले यो दिन चाहिँ भर्खरै युज गर्नु मिल्दैन, एकैछिनमा कुल डाउन गरेर कुल डाउन गरेपछि हुँदैन। खुला उठ्छ क्या? होइन खुला चाहिँ हुन्छ।
युनिफर्म हजुर युनिफर्म गरेर लाग्यो यसमा पोलिस गरेको होइन है गाडी पोलिस नगरेर चाहिँ अलि आर्कै देखिन्छ है हामीले पोलिस गर्नको लागि माथि हालेरै गरिदियो बटर हालेर त्यति माथि त्यो कुनै कुनै यो सेतो सेतो छ नि त के को यो हाम्रो त्यो सिल्भर स्किनमा फालेको भएर त्यो पुरै निस्किन्छ कि एमाले छिटो टेम्परेचर चेन्ज गर्छ कि भाँडाले फेरि यो भाँडाले अब यति पातलो छ त्यही भएर ठ्याक्क जाग्लाको रोल गर्न लाग्यो फाइनल्ली हाम्रो चाहिँ बिन्स ग्रिन बिन्स चाहिँ रोस्ट गर्यो है कतै खाएको त्यो त्यही हो माथिको बिल छोडेर रोस्ट गरेको त्यसलाई हामीलाई के गरेको भनिन्छ सर यो त सिल्भर स्किन हो सिल्भर स्किन हुँदैन है यो त प्रोसेसमा त्यो उसमा अब हामी यो चाहिँ अब हामीले लोकल्ली तरिकाले होइन सेल्फ गर्दाखेरि चाहिँ यति हो त ऊ मोइस्चराइजेसन चेक गर्नु लाग्यो मोइस्चराइजेसन चेक गर्नु लाग्यो बनेन अलिक के उठ्नुहुन्छ के मोइस्चराइजेसन लेभल चेक गर्नु लाग्यो यसलाई के गर्ने हो अब यसलाई चाहिँ हामीले V60मा चेक गर्दैछौँ कस्तो हुन्छ V60बाट टेस्ट लिउँछ हाम्रो आज रोस्टिङ गरेको तपाईँको फेरि उताको घरको मेरो लागि V60मा ट्राई गरेछौँ आज रोस्टिङ काँचो खानु त धेरै काँचो हो कि तपाईँले काँचो लगाउनु कस्तो अलि भने जस्तो पक्क पाकेन क्या यो होइन मजा आएन यसको मस्टर नपुगेर मस्टर पुग्यो भने चाहिँ लब फेरि होइन मोटो कति कहिले ग्राइड साइज त हेरिन्छ खतरा फेरि अर्को नदेखाउने ए आइम सो सरी भाव के न राम्रै खालको आउँछ आउनु पर्ने जस्तो छ ठिकै हो अमिलो मोटो जस्तो छ तर फेरि भेली जस्तो छ भेली जस्तो स्विट छ स्विट होइन त्यसको स्वाद भेली स्विट जस्तो gì đó कस्तो छ बाबु टेस्ट कस्तो लाग्यो यसको खट्टा खट्टा लगता है खट्टा खट्टा लगता है अमिलोपन ल मोटो कुन फ्लेभर आइरहेको छ जिउमा फ्लेवर कि टेस्टै पाएको छैनस् पाथी मकई फ्लेवर पाथी मकै फ्लेभर पाए
त्यसमा कि त अब त्यस्तो भइरहनु इसमें कौन सी रेट की फूड है केटाहरूले चाहिँ छोड्ने भएन छोड्नु भयो ल तैँले पनि थापिहाल अब हेर ए उतातिर चोट हानिदिन्छ सही गरेको